Good luck, Harry Potter. जादु सम्बन्धी निकै नै कम चलचित्रहरू बन्ने गरेका छन् र त्यस चलचित्रहरूमध्ये एउटा उत्कृष्ट चलचित्र रहेको छ ह्यारी पोटर। यो एउटा मुभी सिरिज रहेको छ र यसमा 8वटा धेरै भागहरू रहेका छन् र आज म तपाईहरूलाई यस चलचित्रको सम्पूर्ण एक्सप्लेनेसन लिएर उपस्थित भएको छु। स्वागत छ तपाईहरूलाई नेपालीपनमा र सुरु गरौँ यस आजको भिडियो। कथा सुरु हुन्छ ह्यारी पोटर एक 11 वर्षका अनाथ बालक जो आफ्नो क्रूर अङ्कल आन्टीहरूसँग बस्दछन् र उनलाई थाहा हुँदैन कि उनी प्रसिद्ध जादुगर हुन्। उनलाई एक दिन हगवर्ट्स स्कुल अफ विचक्राफ्ट एन्ड विजार्डीबाट पत्र आउँदछ जसले उनको जीवन बदलिन्छ। हगवर्ट्समा उनी रोनाल्ड विजली र हर्माइनी ग्रेन्जरसँग मित्रता गर्दछन्। यी तीनैजना एकसाथ धेरै रोमाञ्चक र रहस्यमय घटनाहरूको सामना गर्दछन्। हगवर्ट्समा ह्यारीले थाहा पाउँछन् कि उनको मातापितालाई भोल्डेमोर्टले मारेका थिए, तर ह्यारी बच्न सफल भएका थिए। यसले उनलाई जादुगर संसारमा प्रसिद्ध बनाउँछ। उनीहरूले फिलोसोफर्स स्टोन पारसमणिको रहस्य पत्ता लगाउँदछन् जसलाई भोल्डेमोर्ट चोर्न चाहन्छन्। ह्यारी, रोन र हर्माइनीले धेरै बाधाहरू पार गरेर पारसमणि बचाउँछन्। अन्तमा ह्यारीले भोल्डेमोर्टलाई पराजित गर्छन् र पारसमणि सुरक्षित राख्छन्। यस चलचित्रमा ह्यारीले आफ्नो जादुगर संसारको बारेमा धेरै कुरा सिक्छन्। अब दोस्रो वर्षमा आइपुग्दा ह्यारीले हगवर्ट्समा रहस्यमय घटनाहरूको अनुभव गर्दछन्। धेरै विद्यार्थीहरू पत्थरमा परिणत भइरहेका हुन्छन्। ह्यारीले पत्ता लगाउँछन् कि यो सबै च्याम्बर अफ सिक्रेट्स नामक एउटा गोप्य कोठाको खुल्ने कारणले भएको हो जहाँ बासिलिस्क एउटा विशाल सर्प बस्ने गरेको हुन्छ। उनले जिनी टम रिडललाई पराजित गर्दछन् र उनले हगवर्ट्सलाई बचाउन सफल हुन्छन्। यस चलचित्रमा ह्यारीले आफ्नो जादुगर संसारको अतीतको बारेमा धेरै कुरा सिक्छन्। अब तेस्रो वर्षमा आइपुग्दा ह्यारीले थाहा पाउँछन् कि सिरियस ब्ल्याक एक खतरनाक कैदी उनलाई मार्न चाहन्छन्, तर पछि उनलाई थाहा हुन्छ कि सिरियस उनका धर्म बाबु हुन् र उनी निर्दोष छन् र ह्यारीले डिमेन्टर्स अर्थात् आत्मा चुस्ने प्राणीहरूबाट आफ्नो र सिरियस ब्ल्याकको ज्यान बचाउँछन् र यसै बीचमा उनले आफ्नो अतीतको बारेमा धेरै कुरा सिक्छन्। उनले थाहा पाउँछन् कि उनको मातापिताको मृत्युको कारण भोल्डेमोर्ट थिए। यस चलचित्रमा ह्यारीले आफ्नो अतीतको सच्चाइलाई बुझ्न सुरु गर्छन्। अब चौथो वर्षमा हगवर्ट्समा ट्राइविजार्ड टुर्नामेन्ट हुन्छ जुन चाहिँ 3 जादुगरहरूको प्रतियोगिता हुन्छ। यसरी ह्यारी अप्रत्याशित रूपमा उक्त प्रतियोगितामा सामेल हुन्छन्। प्रतियोगिताको अन्तमा उनले भोल्डेमोर्टको जालमा पर्छन्। भोल्डेमोर्ट पुनर्जीवित हुन्छन् र ह्यारीले उनलाई फेरि पराजित गर्छन्। यसले ह्यारीलाई थाहा हुन्छ कि उनी र भोल्डेमोर्ट बीच गहिरो सम्बन्ध छ। यस चलचित्रमा ह्यारीले आफ्नो जीवनको सबैभन्दा ठूलो खतराको सामना गर्दछन्। अब 5औं वर्षमा ह्यारीले भोल्डेमोर्टको फर्केको बारेमा बताउँदछन्, तर धेरैलाई उनलाई विश्वास गर्न मन पर्दैन। उनी डम्बरडोल्स आर्मी डीए नामक समूह बनाउँदछन् जसले भोल्डेमोर्टको विरुद्ध लड्ने तयारी गर्छ। अन्त्यमा ह्यारीले भोल्डेमोर्टसँग लडाईँ गर्छन् र उनको साथी सिरियस ब्ल्याकको त्यहाँ मृत्यु हुन्छ। यसले ह्यारीलाई धेरै दुःख दिन्छ। यस चलचित्रमा ह्यारीले आफ्नो नेतृत्व क्षमता देखाउँदछन् र उनीहरूको सङ्घर्ष बढ्दै जान्छ। अब 6औं वर्षमा ह्यारीले भोल्डेमोर्टलाई हराउने उपायहरू खोज्ने काममा लाग्छन्। उनी डम्बरडोल्ससँग भोल्डेमोर्टका हरेक हुक्रक्सको बारेमा जान्छन्। अन्तमा डम्बरडोल्सको मृत्यु हुन्छ र ह्यारीलाई थाहा हुन्छ कि उनी आफै भोल्डेमोर्टलाई हराउने एकमात्र व्यक्ति हुन्। यस चलचित्रमा ह्यारीले आफ्नो मिसनको गम्भीरता बुझ्दछन् र अब अन्तिम वर्षमा आइपुग्दा ह्यारी, रोन र हर्माइनीले अब हरेक हुक्रक्स खोज्नतिर लाग्दछन् र हरेक हुक्रक्स खोजेर उनीहरूले त्यो हुक्रक्सलाई नष्ट गरिदिन्छन्। उनीहरूले धेरै सङ्घर्ष र बलिदानको सामना गर्छन् र अन्तमा ह्यारीले थाहा पाउँछन् कि उनी आफै एक हुक्रक्स हुन्। उनी भोल्डेमोर्टलाई आत्मसमर्पण गर्छन् तर बच्छन्। अन्त्य लडाईँमा ह्यारीले भोल्डेमोर्टलाई पराजित गर्छन् र जादुगर संसारलाई शान्ति दिन्छन्। यस चलचित्रमा ह्यारीले आफ्नो बलिदान र साहस देखाउँछन्। यस ह्यारी पोटर सिरिजले मित्रता, साहस र बलिदानको महत्त्व हामीलाई सिकाउँछ। यो कथाले हामीलाई सिकाउँछ कि प्रेम र एकता कति शक्तिशाली हुन्छ भन्ने। ह्यारी, रोनाल्ड विजली र हर्माइनी ग्रेन्जरको यो यात्राले हामीलाई प्रेरणा दिन्छ कि कुनै सङ्घर्षलाई साहस र दृढताका साथ मात्र जित्न सकिन्छ। धन्यवाद साथीहरू। आजको यस भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? आजको लागि यति नै भन्दै म फेरि नयाँ र नौलो भिडियो लिएर उपस्थित हुने नै छु। धन्यवाद।